हेलो, गुड मर्निङ र नमस्ते सबैजनालाई। आज नयाँ वर्षको सबैलाई शुभकामना र सबैको उन्नति र स्वास्थ्यको कामना गर्दछु। र म आज मेरो एउटा सानो भिडियो लिएर आएको छु तपाईँहरूको माझमा। यो भिडियो चाहिँ किन लिएर आएको भन्दाखेरि नि मेरो बचपना कसरी बित्यो भन्ने कुरो मलाई थाहा छ हैन। कतिवटा सपनाहरू समयले छुटे तापनि, कतिवटा सपनाहरू परिस्थिति र बाध्यताले लुटे तापनि हैन, स्वयंमा विश्वास थियो र साथै समयमा विश्वास थियो। त्यही विश्वासको कारण आज आफ्नो कतिवटा इच्छाहरू हुन्छ नि, त्यो इच्छाहरू चाहिँ आज मैले साँच्चै नै फुलफिल गरे जस्तो लाग्छ हैन। पहिले एउटा समय थियो जब मेरो एउटा 10 to 20 जुन एज थियो नि, त्यो एजमा चाहिँ मैले आफ्नो खुसी नि अरूमा खोज्ने गर्थेँ क्या। तर आज आएर मलाई विश्वास भयो कि अगर साँच्चै नै तपाईँले आफ्नो लागि खुसी खोज्नुहुन्छ भने चाहिँ आफ्नै परिवारमा पाउनुहुनेछ। र तपाईँको यस्तै सानसानो इच्छा र आकाङ्क्षाहरू हुन्छ नि, तपाईँले आफ्नै आकाङ्क्षा र इच्छाहरूमा तपाईँले आफ्नो खुसी पाउनुहुनेछ। अगर साँच्चै नै तपाईँ आफ्नो लागि जिउनु चाहनुहुन्छ भने चाहिँ सबसे पहिले परिवारको निम्ति जिउनुहोस् र आफ्नो इच्छाको निम्ति जुन चाहिँ तपाईँको इच्छा र आकाङ्क्षाहरू छ नि त्यसलाई फुलफिल गर्नुहोस्। साँच्चै नै तपाईँको जीवन एकदमै धन्य र राम्रो भएर जानेछ। त्यही भएर म तपाईँहरूलाई आज एउटा मेरो सानो अनबक्सिङ भिडियो लिएर आएको छु। म त्यो देखाउने छु। ल हेर्नुहोस् तपाईँहरू, यो चाहिँ मेरो एउटा बाइकको क्यामेरा हो है। यो चाहिँ ह्यान्डल हो। ह्यान्डल तपाईँहरू अहिले छोडिदिनुहोस्। म तपाईँहरूलाई मेन मेरो क्यामेरा, यो चाहिँ हो मेरो मेन सपना। आजभन्दा 4 साल अगाडि मैले देखेको सपना मैले आज गएर सफल हुँदाखेरि चाहिँ मलाई साँच्चै नै धेरै खुसी लागेको छ। र म तपाईँहरूलाई यो खोलेर देखाउने। खोलौँ। अप्ठ्यारो प्रकारले खोलेको छ। वाउ, पुरा प्याकेटिङ दामी रहेछ है। म त साह्रै एकदमै मन पर्यो है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्दैछ? मलाई चाहिँ एकदमै बेस्ट लाग्यो है। यति राम्रो प्याकेटिङ दिएको रहेछ है। वाउ, रियली नाइस। मलाई एकदमै मन पर्यो। हेर्नुहोस्, अब यो म खोलेर देखाउने छु। वाउ, यही हो मेरो त्यो ड्रिम्स है, जसको लागि चाहिँ मैले 4 सालको प्रतीक्षाको बादमा आज मैले यसलाई पुरा गर्नु फुलफिल गर्नु पाएँ है। साँच्चै नै धेरै खुसी लाग्छ। वाउ, यही हो है त्यो जुन मेरो खुसी थियो नि। परिवार त मेरो एउटा खुसी हो है होइन। परिवारको साथमा मैले जुन खुसी खोज्छु नि त्यो खुसी चाहिँ यही हो मेरो। र मैले आफ्नो खुसीको लागि मेहनत पनि गरेको थिएँ होइन। कतिपयले मेहनत त देख्दैन होइन, तर त्यो मेहनत चाहिँ मलाई थाहा छ। परिश्रम भन्ने के हो भन्ने कुरो चाहिँ त्यो मलाई थाहा छ। त्यो परिश्रम चाहिँ यसकै निम्ति थिए। र मेरो यो क्यामेराको भिडियो चाहिँ कस्तो छ भन्ने कुरो तपाईँलाई म अहिले देखाउने छु। आजको दिन नै सायद मेरो यो भिडियो, आज होइन भने म्याक्सिमम भोलिसम्ममा मेरो भिडियो आउनेछ। तपाईँहरू प्रतीक्षाको साथमा बसिदिनुहोस् र अवश्य मेरो भिडियो हेरिदिनुहोस्। मेरो मेहनतको भिडियो हुनेछ यो। जुन मेरो पहिलो भिडियो हुनेछ नि, हुनसक्छ भिडियोमा धेरै भुल त्रुटिहरू होला, तर यो चाहिँ मेरो मेहनत, जुन मेरो 4 सालको मेहनत थियो नि त्यो भिडियो हुनेछ। तपाईँहरूलाई म यति ग्यारेन्टी दिन्छु, अवश्य नै तपाईँहरूलाई त्यो भिडियो देखेर चाहिँ मन पर्नेछ। सायद हुनसक्छ यो क्यामेरा यो गाउँमा अझैसम्म कसैकोमा पनि छैन। सायद मै नै होला जसले पहिलो यो चिजको इच्छा र आकाङ्क्षा लागेर यो गाउँमा प्रस्तुत गर्नेछु। मै हुनेछु त्यो व्यक्ति।